So hello guys, welcome to new video of House of Helmets. So हामीहरु मार्केटमा देखिनै राको हुन्छ कोही मान्छे हेलमेट किन्न जादा मेनली सोध्ने भनेको दाइ कुन सर्टिफिकेसन हो, दिदी कुन सर्टिफिकेसन हो भनेर। तर हामीले नेपालमा कमनली देख्ने भनेको सर्टिफिकेसनहरु चाहिँ ISI, ECE अनि डट सर्टिफिकेसनहरु हो। सो के तपाईहरुलाई थाहा छ त यो सर्टिफिकेसनहरु भनेको चाहिँ एक्ज्याक्टली के हो भनेर? सो यो भिडियोमा चाहिँ हामी त्यही सर्टिफिकेसनहरुलाई डिटेलली बुझ्ने छौं र यो तीनवटा सर्टिफिकेसन मध्ये चाहिँ सबसे बेस्ट को भनेर पनि थाहा पाउने छौं। सो ढिला नगरी लेट्स डाइभ इन्टु द भिडियो। सो सुरुमा कुरा गरौँ हामी डट सर्टिफिकेसन बारे। डट सर्टिफिकेसन भनेको चाहिँ डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट अमेरिका हो। यो भनेको चाहिँ के हो भन्दाखेरि अब तपाईहरु यूएस मा राइड गर्नुहुन्छ भने चाहिँ तपाईहरुको हेलमेटको पछाडी डट सर्टिफिकेसन चाहिँ हुनु नै पर्छ। तर यो डट सर्टिफिकेसन कसरी आउँछ भनेर पनि क्वेशन आउला। सो यो सर्टिफिकेसन आउनलाई चाहिँ तपाईहरुले त्यो हेलमेटले चाहिँ डिफरेन्ट टेस्टहरु पास गर्नुपर्छ। सो सुरुको टेस्ट भनेको चाहिँ ड्रप टेस्ट हो। ड्रप टेस्ट भनेको चाहिँ तल स्टीलको भुइँमा डिफरेन्ट हाइटबाट हेलमेट खसालिन्छ। सो खसाल्दा चाहिँ अब त्यो हेलमेटले चाहिँ कतिको कुन डिस्टेन्सबाट कति इम्प्याक्टहरु एब्जर्ब गर्न सक्छ भनेर चेक गर्ने टेस्ट हो। अनि अर्को भनेको चाहिँ अब चिन ट्र्याप टेस्ट। चिन ट्र्याप टेस्ट भनेको चाहिँ अब तपाईको क्लिपमा सर्टेन वेट राखेर चाहिँ हेलमेटलाई झुनाइन्छ। सो त्यो झुनाउँदा चाहिँ अब तपाईहरुको हेलमेटले चाहिँ अब त्यो सर्टेन वेट चाहिँ धान्नु पर्ने हुन्छ। सो यसो डट सर्टिफिकेसनको चाहिँ मिनिमम वेट धान्नु पर्ने भनेको चाहिँ 22.7 केजी चाहिँ यसले धान्नु नै पर्ने हुन्छ। अनि अर्को भनेको चाहिँ भिजन टेस्ट गरिन्छ। भिजन टेस्ट भनेको चाहिँ जसरी तपाईले यो हेलमेट लाएर तपाईले चाहिँ अब हेलमेटको भित्रबाट तपाईले 105 डिग्री एंगलमा चाहिँ तपाईहरुले अगाडि देख्नु पर्ने हुन्छ। सो यति नै हो। सान्तिनो अरु सान्तिनो टेस्टहरु पनि गरिन्छ तर मेनली भनेको चाहिँ यही तीनवटा टेस्टहरु हो। अनि अब कुरा गरौँ डट सर्टिफिकेसन एउटा सिक्रेट बारे। यसको सिक्रेट चाहिँ के छ भन्दाखेरि अब तपाईहरुलाई थाहा छैन होला। यसको सिक्रेट चाहिँ के छ भन्दाखेरि यो डट सर्टिफिकेसन भनेको चाहिँ सेल्फ गिवन सर्टिफिकेसन हो। यो भनेको चाहिँ कस्तो भन्दा कम्पनीले चाहिँ आफ्नै कम्पनीमा आफै टेस्ट गरेर दिएको सर्टिफिकेसन हो। यो चाहिँ कुनै पनि ल्याबहरुमा लगेर टेस्ट गरेर दिएको सर्टिफिकेसन छ हैन। यो चाहिँ कम्पनीले आफ्नै कम्पनी भित्र आफै टेस्ट गरेर दिएको सर्टिफिकेसन हो। नाउ लेट्स टक अबाउट ISI सर्टिफिकेसन। ISI सर्टिफिकेसन भनेको चाहिँ अब इन्डियन बेस्ड सर्टिफिकेसन हो। यो भनेको कस्तो भन्दाखेरि अब तपाई इन्डियामा चाहिँ कुनै पनि हेलमेट लिगल्ली बेच्न चाहनुहुन्छ भने चाहिँ त्यो हेलमेटको पछाडी चाहिँ ISI सर्टिफिकेसन हुनु नै पर्छ। सो ISI सर्टिफिकेसन पाउन पनि डिफरेन्ट टेस्टहरु गरिन्छ। लाइक अघि जस्तै ड्रप टेस्टहरु स्टीलको भुइँमा हेलमेटहरु खसाएर टेस्ट गरिन्छ डिफरेन्ट हाइटबाट। अनि अर्को भनेको चिन ट्र्याप टेस्ट, हेलमेट भित्र डिफरेन्ट वेट राखेर झुनाएर कतिको वेट थाम्न सक्छ भन्ने टेस्ट गरिन्छ। तर ISI मा चाहिँ अब चिन ट्र्याप टेस्टको धान्नुपर्ने मिनिमम वेट भनेको चाहिँ 150 केजी छ। अनि अर्को भनेको चाहिँ अब शार्प अब्जेक्ट टेस्ट गरिन्छ। अब शार्प अब्जेक्टले चाहिँ अब हेलमेटमा हानेर कतिको इम्प्याक्ट पर्दो रहेछ त्यो हेलमेटलाई यतिको फोर्समा हान्दा भनेर चाहिँ टेस्ट गरिन्छ। मेनली अब ISI मा टेस्ट हुने मेन अब्जेक्टहरु मेन सामानहरु चाहिँ यति नै हो। सो अब अर्को कुरा गरौँ है त। सो लास्टली कुरा गरौँ ECE सर्टिफिकेसन बारे। 50+ कन्ट्रीहरुमा चाहिँ ECE सर्टिफिकेसनलाई चाहिँ गोल्डन स्ट्यान्डर्डको सर्टिफिकेसन पनि भनिन्छ। यो चाहिँ एउटा युरोपियन स्ट्यान्डर्डको सर्टिफिकेसन हो। अनि यसलाई चाहिँ वान अफ द बेस्ट सर्टिफिकेसन भन्दा नि हुन्छ यो तीनवटा डट ISI ECE सर्टिफिकेसन मध्ये। अनि यो ECE सर्टिफिकेसन चाहिँ को चाहिँ एउटा गुड पोइन्ट चाहिँ के छ भन्दाखेरि यो ECE सर्टिफाइड हेलमेटहरु चाहिँ ECE ल्याबमा पुरै टेस्टहरु भएर एप्रुभ भएर आएको हुन्छ। सो के टेस्ट गरिन्छ भन्दाखेरि अब यसमा पनि त्यही हो। एउटा चाहिँ अब शार्प अब्जेक्ट पेनिट्रेसन टेस्ट भनिन्छ। त्यसलाई चाहिँ त्यो भनेको चाहिँ अब त्यो केही मिटरको दूरीबाट चाहिँ अब शार्प अब्जेक्टहरुलाई चाहिँ अब हेलमेटमा हालिन्छ। हेलमेटमा हान्दा चाहिँ कतिको इम्प्याक्ट गर्छ भनेर टेस्ट गरिन्छ। अनि अर्को भनेको चाहिँ ड्रप टेस्ट भइहाल्यो। अनि अर्को भनेको चाहिँ अब स्पिड टेस्ट गरिन्छ। अब एउटा बाइकमा हेलमेट चाहिँ डिफरेन्ट स्पिडहरुमा टेस्ट गरिन्छ। अब कुन स्पिडमा चाहिँ कतिको इम्प्याक्ट पर्छ भनेर चाहिँ डिफरेन्ट स्पिडमा क्र्यास गरेर यसलाई चाहिँ टेस्ट गरिन्छ। अनि अर्को भनेको चाहिँ चिन ट्र्याप टेस्ट भइहाल्यो। यो ECE सर्टिफाइड हेलमेटको चिन ट्र्याप टेस्टको मिनिमम वेट भनेको चाहिँ 150 केजी हुन्छ।
अनि लास्टली अर्को भनेको चाहिँ अब भाइजर टेस्ट गरिन्छ। भाइजर चाहिँ अब हाम्रो युभी रेज प्रोटेक्टिभ स्क्रैच प्रुफहरू हुनुपर्ने हुन्छ। अब यो इसी सर्टिफाइड चाहिँ अब किन बेस्ट भन्दाखेरि अब यो चाहिँ प्रोपरली इसी ल्याब भन्ने हुन्छ, त्यसमा चाहिँ प्रोपरली टेस्ट भएर आएको हुनाले चाहिँ सबसे ट्रस्ट गर्न मिल्ने सर्टिफिकेसन भनेको चाहिँ इसी हो। अनि यो तीनवटा मध्ये चाहिँ वान अफ द बेस्ट पनि इसी नै हो। सो तपाईहरु अब हेलमेट किन्दै हुनुहुन्छ भने चाहिँ मेनली चाहिँ अब इसी सर्टिफाइड हेर्नुस्। अब अरु सर्टिफिकेसनहरु पनि राम्रो हो तर मेनली हेर्नु पर्ने भने चाहिँ इसी सर्टिफिकेसन हो, किनभने यो तीनवटा मध्येमा चाहिँ वान अफ द बेस्ट चाहिँ इसी हो। सो गाइज थ्यांक यू सो मच फर वाचिङ। यस्तै इन्फर्मेटिभ भिडियोहरु ल्याएर हामी फेरि नै आउनेछौँ। सो यहाँसम्म भिडियो हेरेको भए चाहिँ डु लाइक शेयर एन्ड सब्स्क्राइब। सो सी यु इन आवर नेक्स्ट भिडियो। सो बाइ।